कान्छाहरू देशमा पाइँदैन, हे कान्छाहरू देशमा पाइँदैन, हे कान्छाहरू देशमा पाइँदैन, नेपालमै हो छुट। एक फेरि मैले नेपाल आमा कि भन्छु, जन्मेको देश, जन्मेको माटो र जन्म दिने आफ्नी आमा सम्झेर सबैले हात माथेर जय भन्नु त कसो चल त। नेपाल आमा कि, सबैको हात माथि, नेपाल आमा कि, नेपाल आमा कि। फेरि मैले फेरि देश लुट्न भन्छ, सबैले पाइँदैन भन्नु त। अस्तिको जेनजीको आन्दोलन पछि के होला गर्नु, जेको त्यही छ, पक्ला मजाउँला, जेको त्यही छ। एक फेरि मैले देश लुट्न भन्छु, सबैले हात माथेर पाइँदैन भन्नु। जसले हात माथेर पाइँदैन भन्दैन त्यो भ्रष्टाचारको सन्तान हुन्छ। ल, देश लुट्न, देश लुट्न, यतापट्टिका यता दुई तिनवटाको उठाए होइन फेरि। ल, देश लुट्न, देश लुट्न, देश लुट्न। यसरी जनताले देश लुट्न पाइँदैन भन्दा भन्दै कुनै नेता, कुनै कर्मचारी यदि यही पशुपति शर्मा यदि मेरो बाउले देश लुटे नि स्याउ स्याउ किरा पर्छन् हो भने ताली बज्छन् भन्दै